तिमी त यहाँ ल्याएर झुन्डाउनु ठुलो गुड पाइन्छ राम्रोलाई छान्ने हो हाम्रोलाई होइन अरे के everyone, I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं आज चाहिँ हामी गाउँ जाँदै छौं चुनावको लागि सो त्यसको लागि चाहिँ अब हामी रेडी हुँदैछौँ कुर्ता लगाएर आज चाहिँ हामी उतैबाट मन्दिर जान्छौँ ओके खोइ तेरो सर मैले सर हालेको छ यो चाहिँ हाम्रो आज रेडी भएर अब हजुरहरुलाई हामी गाउँको भिडियो देखाउँछौँ कस्तो भएर जान्छ भनेर ओके सी यु गाइज उसले त नुहाकी पनि चाहिँ मैले चाहिँ टाउको चाहिँ ननुहाएको अब जे भयो मैले चाहिँ हिजो नुहाएको थिएँ यो चाहिँ अल्छी भएर नुहाकी थिएँ अल्छी म त लगाएँ जब चाहिँ हामी निस्किन लाग्यो लक्ष्मी दा हेर त छिटाइज ल जाउँ जाउँ यहाँ चाहिँ दाई हुनुहुन्छ दाई चाहिँ उहाँ कुकुरलाई खेलाउँदै हुनुहुन्छ ल अब हामी जाँदैछौँ बाई बाई चाबी त्यही राख्न छिटाइज मेरो मायालु आऊ बहिनी आऊ मेरो चप्पलले यो त मेरो फेसन हो उहाँ हुनुहुन्छ हाम्रो आमा दाईहरू चाहिँ उहाँ बस वेट गरिरहनु भएको गर्ने हो अलिअलि मात्र बिच बिचमा गीत नबजेको बेला मात्र भ्लग गर्छ बोलिदिनु मम्मी जाने भन्नु नि फेरि फर्के है मेरो भाइहरू यहाँ नि दुईटा उसको हेर्न त्यहाँ पोच आमा यहाँ हुनुहुन्छ बुवा गाइज हाम्रो गाडी चाहिँ आइसक्यो विवेक कस्तो लागिरहेको गाउँ जानु कस्तो लागिरहेको गाउँ जानु पाउँदा बाबा कस्तो लागिरहेछ मैले त्यो भन्न मात्रै फेरि अगाडि यस्तो हो अब हामी चाहिँ काभ्रेस्थलीको रत्ना पार्कको गाडी आज अब रामेछाप पोखरबास जाँदैछ हजुर ड्याप ड्याप ल ठिक छ जस रमाइलो लागिरहेछ होइन त गाउँ जानु पाउँदा हामी चाहिँ सुन्धार आइपुगिसक्यौँ अहिले रामेछापको यात्रा जारी छ यस्तै फिल भइरहेको नि तर ढ्याक 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 गर्दै हो फर्स्ट टाइम है निलो बसमा भद्रकाली हामी चाहिँ अहिले 3 पनि आइपुग्यौँ हाम्रो यात्रा जारी छ यता चाहिँ यस्तो छ 3 गुनेमा अब यहाँ चाहिँ मान्छे हाल्ने 3-4 जना कतिजना मान्छे हुनुहुन्छ अनि त्यसपछि हामी जान्छौँ फेरि लक्ष्मी त जतिखेर नि हामी चाहिँ अहिले बनेपा आइपुग्यौँ खोइ त ओ भाउजू नमस्ते भाउजू ओ झ्याल चाहिने हो क्या यहाँ चाहिँ गाडी पल्टेछ अबि कस्तरी गाडी फेरि फुल छ त्यसले मलाई छोडेर गएको लक्ष्मी हामी चाहिँ खाजा खानालाई गाडी रोकेको थियौँ अब चाहिँ हाम्रो गाडी हिँड्न लाग्यो खाजा खायो होइन त खाना टक्क खायो भात खायो होइन एकै मन्दिर रहेछ महाशिवरात्रि यताको बाटो चाहिँ यस्तो छ अब हामी फेरि अफ रोड जानुपर्छ थोरै बाटो त्यसपछि चाहिँ पिच गरेको आउँछ यस्तो छ गाडीको माहौल चाहिँ अहिले हाम्रो गाउँको भ्यू भोट समानुपातिकमा त
कम्तीमा हाल्ने होला अब प्रत्यक्षमा चाहिँ कल हाल्ने हो चुज गर्नुपर्छ राइट पर्सन चुज गरेर कसरी भ्यू आएको बट कस्तो त्यो धुलोले केही देखेन हाम्रो बाटो हेर्नु त यस्तो धुलो छ ओ माई गड हो अगाडि पनि केही देखाएन मेबी अब बन्छ होला हामी यसैको लागि त हिँडेछौँ त्यही भएर भोट फर राइट पर्सन हो के है अहिले हामी यस्तो पिच गरेको बाटोमा हिँड्न पाउँथ्यो नभए ठिक छ खोलाको भ्यू दामी आइरह सुनको आउँदैन मैले आफै गएको त हो नि राजाको फुलबारी हेर्नु है वाउ कति राम्रो गाडी रोकेर गएर टिपेर आम कि क्या हो खाना देवी जाँदा हो वनभरि फुल्याएर रहेछ बिच बिच अहिले त बच्चाहरू कोही छैन होला भीमसेन थान बजार रासन बजार रासन बजार मलाई छोडेर उहाँ पुगिन्छौ उसको साथीभाइहरू त भीमसेन थान पहिला म यहाँ कति आउँथेँ चटपटी खानु मन लाग्यो भने चाउमिन खानु मन लाग्यो भने उठ्यो पसल खुल्ला हात उठ्यो फाइनली अब चाहिँ हामी घर आइपुग्न लाग्यो होइन लगभग 4-5 मिनटमा अब घर आइपुग्छौँ ओ माई गड खत्रै भएर रहेछ त्यो घरको हालत त हामी चाहिँ घर आइपुग्यो फाइनल्ली मेरी बासे कस्तो राम्रो पाठो बुझिराख्नु त खोइ कहाँ भोलि भोट हाल्ने लेट जाने हो ठुलो है रुखा हाल्ने तपाईँ अम्मा कति साह्रो चेन्ज भयो त है के भन्नुभएको छ विजय नातिले गगन थापा भएर होला नि यो घरको नि काङ्ग्रेस रहेछ नि भन्छन् अब अब बाटोमा फ्याल्नु भन्दा त घर आएर राख्नु राम्रो हामी घर आइपुग्यो बहिनी चाहिँ अघि नै आएर सुतिसकेर चाहिँ यहाँ चाहिँ मेरो प्यारी बिहानै अङ्कल र बहिनी चाहिँ आउनुभएको थियो तिमीहरू कति बजी आइपुगेर आरती 9:30 कस्तो लाग्यो हजुर हजुर अनि तिमीलाई कस्तो लाग्यो एकदम राम्रो अनि तिम्रो यात्रा कस्तो भयो बहिनी थाक्यो होला है तिमी त धुलोले ए अब बाँकी भएर मै मात्र रहेछु तपाईँको यात्रा कस्तो लाग्यो हजुर त्यति हो तपाईँको चाहिँ कस्तो भयो मेरो त अब नराम्रो हुने कुरै छैन होइन रमाइलो भयो जस आफ्नो गाउँ आउन पाउँदा यतिकै खुसी लागिहाल्छ के अरे विवेक तिम्रो यात्रा कस्तो लाग्यो हेलो ब्याग इज स्पिनिङ काको ब्याग पकाउ यही हालिदिन्छु ओके गाइज अब आजको हाम्रो भ्लग चाहिँ यही हुन्छ सी यु गाइज इन द नेक्स्ट भ्लग बाई बाई